I love you. Thank you. बाख्राको मुन्टै गएको रहेन रहेछ नि मलाई डर आयो के को सुतेछ यहाँ भनेको त के को सुतो यस्तो आज चाहिँ यसको रस है सुप डरो हो बाहिर पानी परिरहेछ गराङगुरुनी गरिरहेछ हाउ बुझ्छ यहाँ चाहिँ आएको छ पुलाउ पापड गोठको अचार मरा कता यता पछाडितिर फर्कायो भनेर अगाडितिर फर्काएर हेलो नमस्ते साथीहरू हजुरलाई धेरै धेरै स्वागत छ मेरो अर्को भ्लगमा यो हजुर सन्चै हुनुहुन्छ अनि हामी पनि यतातिर सन्चै छौँ अनि साथीहरू मौसम देख्न सक्नुहुन्छ हजुरहरूले मम्मीले मलाई सिकाउँदै हुनुहुन्छ सो तपाईँले मौसम देख्न सक्नुहुन्छ पानी परिरहेको छ पनि पानी पऱ्यो अनि हावा उडिरहेको छ कपाल उडाएको छ सो आजको भिडियो चाहिँ टाइटल एन्ड थम्बनेलबाट थाहा पाइसक्नुभयो होला साथीहरू है आज चाहिँ हाम्रो घर अलि टाढा मतलब कि 15-20 मिनट लाग्छ है त्यो ठाउँमा जान त्यहाँ चाहिँ हाम्रो एउटा भाइको 84 छ 84 छ तू क्या बोल रही है बटुन छ सो म चाहिँ अब त्यो बटुनमा जान लाग्नु म परबाट आन्टीहरूसँग भेट्छु अनि आज चाहिँ बटुनमा के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु सो लास्टसम्म हेरेर साथ दिनु होला अनि नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गरेर नबिर्सिनु होला पानी पऱ्यो साथीहरू अब गाउँघरमा त्यही त हो दाउरा नभए चुलो बोल्दैन भने जस्तो हाम्रो बाउले चाहिँ पानीमा रुच्दै दाउरा साथै हुनुहुन्छ घाम नि लाग्छ अलिअलि पानी नि परेछ के हो यस्तो पहिला चाहिँ यस्तो बेलामा पानी पर्ने अनि घाम लाग्ने बेलामा स्यालको बिहा हुन्छ अरे भनेर हामी चाहिँ रमाइदिनु स्यालको बिहा भयो भन्दिन अहिले त हेर्नु त दिन बिग्रेर हिजोदेखि क्या लास्टै भएको छ कि झन् चैतको 2 गतिदेखि पानी आयो चैतको महिनादेखि पानी आउँछ गराङगुरुङ गर्ने लाग्छ हेर्नु संसार विचित्र पानी परे छैन खेतीपाती त्यति छैन अब पानी चाहिँ सुरु भयो अब मकै छन दिन्छ कि दिँदैन पानी यस्तो हो पानी चाहिएको बेलामा पानी दिएन आकाशले पानी नचाहिएकोलाई चाहिँ अब पानी दिन्छ राम्रीला भन्छ है त्यस्तै भइरहेछ यहाँ चाहिँ बजेसँग भेट भएपछि हाई गरिदिन्थ्यो त्यहाँनिर नमस्ते सबैजनालाई भन्दैन सबैजनालाई नमस्ते सबै सन्चै हुनुहुन्छ खाना हिँड्नेछौँ सबैजनालाई सन्चै छ होला के अरे पानी परेको होला बुढीहरू यहाँ रुचि मामी मैले छाता नलिकन आएको छाता उडाइदिएला नि ल हामी चाहिँ बजेर म जानेछौँ अलि उता छेराबाट चाहिँ अरू आन्टीहरू भेट्नुहुन्छ अब गएर तातो त जेरीपुरी खाएर आउने हो क्या कता थुप्रेन छ जेरीपुरी जेरीपुरी खाएर आउने हो पुला खाउनेलाई पुलाउ मैले चाहिँ फुल टिपेको छु पैसा र फुल चढाइदिनु नयाँ छाता उडाइदिएर नि बर्बाद सो अब चाहिँ धेरै हावाहुरी चलेछ अब चाहिँ हामी एकछिन मुनि गएर भेटौँला साथीहरू फुल्ने काजहरू साथीहरू देख्न सक्नुहुन्छ गुराँस हिजो नि यस्तै बतास चलेको थियो आज यस्तै बतास चलिरहेछ बस है यो रुखलाई कि केटाले हो कि केटीले हो अरे नष्ट गर्नु हो नि केटीले किन अरे के भन्छन् रे हामीले भनेको होइन है साथीहरू यो चाहिँ पहिलेदेखि हो नि त म चाहिँ पहिलेदेखि भनेको थिएँ कि सानो हुँदा मैले पनि सोधेको थिएँ कि यस्तै यस्तै अब यो चाहिँ शिवले जाने यो रुख हो चाहिँ नष्ट गर्नु आउने भने चाहिँ यो यहाँ रुख हुनुहुन्छ यो चाहिँ हाम्रो कटेज भयो यहाँदेखि देख्न सक्नुहुन्छ जङ्गल छ यहाँ त बाघ नै आउँछ है बजै सब आउँछ यहाँ जङ्गलै जङ्गल सो हामी चाहिँ ठुलोलाई पर्खिन्छ म गुराँस धिमेमा रहेछ त हेर्नु त कति अरे हो जान्न लोटे भने लुङ्गी लाग्छ
छ नातिनीले फुल टिप्न गएको छ गुराँसको फुल अप्ठ्यारो भिरमा अलि जातिको टिप अलि सजिलो टिप है ल ल अलि राम्रो गरेर हाम्रो ठुलोमम्मी चाहिँ उहाँ हुनुहुन्छ हौ हामी उहाँसँग मिलेर जाने हो कस्तो राम्रो देखिन्छ चाहिँ झौड्या हामी पहिला यहाँ आउँथ्यौँ क्या आलु रोप्नु बटुन भएको चाहिँ उहाँ हो देख्न सक्नु तपाईँले अलिअलि मान्छे टलेनी छ नजारा यस्तो राम्रो देखिन्छ दुईवटा भैँसी भैँसी नि कस्ता घिनलाउने हुनु र कालै नै क्या काला हावा पो त हल्लिउनु चाहिँ जौ यो जौ हो कि गौ रे जौ चिन्दैन झ्याप्पै पूजा चाहिँ यहाँ लास्टै गर पानी पानीको बेलामा नि बोल्नु गर्नुपर्छ यो ठाउँमा त झौ लास्टै अब चाहिँ हामी चियाँदैछौँ मिठो चिया गुलियो चिया दुध हालेको चिया लोकल चिया सबैले खाना नास्ता खाँदै हुनुहुन्छ कसैले चिया खाँदै हुनुहुन्छ भने कसैले हामीलाई नपठाएर खान लगाइसक्नुभयो के खाँदै हुनुहुन्छ कसै पुलाउ तरकारी गोर्खे अचार दाल काँक्रा काँक्रा खाएर भन्नु कस्तो छ कस्तो छ आन्टी मिठो छ यहाँ चाहिँ आएको छ पुलाउ पापड गोर्खे अचार त्यो के हो तरकारी यो खोइ के भन्छ खेरो काँक्रा र गाजरलाई चाहिँ हामी खान सुरु गर्छौँ अब खाएपछि बेच्छु हजुरहरूलाई टनलभित्र कुकुर पसेर लड्दै हुनुहुन्छ कसको लुगा हो मेरो फुलको हालत हेर्नु त यो पक्का यो कुकुरले होला बजायो नि त छैन भाइ के लग्ने यस्तो नि भागो भित्र भाग्छ यार चोर त्यसलाई चोरौँ न यार केरो जाँदा नि केरो चोर त हिँड्दै गर्ने हो क्या के हुन्न एउटा दुईवटा केरो खानु नि त बजाइ मैले चाहिँ केरो चोरेर हिँडिएको छु जौपु खोली छु भो म त यति उखाले डर लाग्छ फेरि करायो भने अब चाहिँ हामी डराउनु गइरहेको र यो दुईटा कुकुर अब जा डेटिङ गर्नु हो क्या हाँस्नु हुन्छ यस्तो नि हुन्छ क्या यहाँ हामी चाहिँ अब फर्किसक्यौँ
बटुङबाट चढायौँ, फलफुलहरू चढायौँ अनि खायौँ। देखाएँ हजुरलाई हामीले के खायौँ, के चोऱ्यो मैले थोरै। सो अब चाहिँ हामी घर हिँडेको। गुराँस ठुलो गुराँस दिनु त मलाई एउटा सकिन्छ यहाँदेखि गुराँस टिप्न राम्रै छैन कि किन र उही ओइ 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 हावा लाउमा डलाउँछ खोज तिनी खोज लाग्छ यार लाली गुराँस अघि टिपेको त पुरै तिनी कुकुरहरू हिँडेर पो त्यो भएर रहेछ। यहाँभरि गुराँस छ हाम्रो गाउँमा चाहिँ कुराउनी हामी कुराउनी खाँदैछौँ। उहाँ हुनुहुन्छ युट्युबर मिना पुन मगर। कस्तो छ बजाइ जेनी मिठो मिठो बजाइले आज जेनी मिठो मिठो भन्नुभएछ है। मिठो त मिठो हुन्छ चिनी नहाल्यो फेरि अलि अर्कै अर्कै बजाइ यहाँदेखि जाँदै हुनुहुन्छ। बाई बाई बजाइ राम्रोसँग जानु होला। क्या मैले भएको अरे साथीहरू क्या मरा कता यता पछाडितिर फर्कायो भनेर अगाडितिर पो फर्काएर रहेछ। आकाश हेर्नु त आकाश कराइरहेको छ। वहाँदेखि कालो बादल देख्न सक्नुहुन्छ, कालो बादल छाएको छ। हिजोदेखि त्यति धेरै मौसम भयो क्या। हामी चाहिँ एकछिन ठुलोमम्मीकोमा बसेर अनि कुराउनी खायौँ। मिठो कुराउनी खानु दिनु ठुलोमम्मीले, त्यसको लागि धेरै धेरै धन्यवाद छ ठुलोमम्मीलाई। अब चाहिँ म यो फुल मम्मीलाई गरेर दिन्छु। मम्मीले के भन्नुहुँदो रहेछ हेरौँ। यो चाहिँ मैले भाइलाई किनिदिएको, यो चाहिँ मिठो हुन्छ। सो मैले चाहिँ भाइलाई किनिदिएको। अब चाहिँ म सिधै घर जान्छु। फेरि पानी पर्न सुरु गर्यो साथीहरू। एकछिनमा पानी पर्छ, एकछिनमा घाम आउँछ। यो मौसमलाई नि समातेर पित्न मन लाग्यो। के अरे पित्न मिल्ने त पितिन्थ्यो यार सबै मिलेर। नि पऱ्यो मम्मीले चाहिँ मैले यो फुल दिन्छु है भन्नुहुन्छ। ओहो यहाँ त भुँडी सुरी चेतेर गरिसक्नु भएको रहेछ त मम्मीले। मम्मी लाउनुहोस् आई लभ यु। खै त लभ यु टु भनेको जान्नु भयो भन्न जान्नु त। पानी परेको हेर्नु कति ठुलो कस्तो यार मौसम पनि अति गएर छ। पानी माथि पानी। यहाँ चाहिँ हाम्रो भैँसी छ। बाख्राको मुन्टै गराएको रहेन रहेछ नि। मलाई डराए के को सुतेछ यहाँ भनेको त के को सुत्दो यस्तो बिचरा। हेर त खुल्लै पारेछ यार बिचरा पापीहरूले। भने के भनौँ हाम्रो कुखुराको मासु खाइन्छ। मैले खाँदैन कुखुराको मासु मात्रै खान्छु। यहाँ हाँसलाई यहाँ चाहिँ हाम्रो मम्मीले भुटास गराउने मासु काट्दै हुनुहुन्छ। खसी हो मैले त बोका भने चाहिँ खसी भइन्छ। अनि साथीहरू हजुरहरूलाई म अर्को झन् अर्को बबाल चिज देखाइदिन्छु है। धुवै धुवा छ हेर्नु त यहाँ बढी मासु मासु सुकुटी उप धुवा यस्तो आगो गराएर पो गराउनु पर्दो रहेछ है सुकुटी। अनि मामाले टाउको पनि गराउँदै हुनुहुन्छ। यो चाहिँ हङकङ पुग्ने सुकुटी। अहिले म हजुरहरूलाई अब त्यो सास फेर खाएर छोप आबिर भयो। अहिले हजुरहरूलाई म चाहिँ हङकङको लाउरे देखाइदिन्छु। हाम्रो मामा मेरो सायद मेरो फर्स्ट होइन मम्मी फर्स्टचोटि हो क्या मेरो ब्लगमा हो नि। अहिले देखाइदिन्छु हजुरहरूलाई म। उहाँदेखि हामी ठ्याक्कै त्यहाँदेखि खुसी पायो हिँड्योमा जाम त ल भर्खर चाहिँ साथीहरू हामी चाहिँ मामा र हाम्रो छामाले लिन जाँदैछौँ हाम्रो मामा घर तोरी खोला। रात परिसकेछ हजुरले देख्न सक्नुहुन्छ है रात परिसक्यो। त्यही पनि हामी जाँदैछौँ।
अनि यहाँ अगाडि चाहिँ म बसेन एकछिनको लागि किनकि मान्छे हुनुहुन्छ अलि माथिसम्मको लागि अनि उहाँहरू झर्नुभयो भने चाहिँ त्यहाँतिर म मात्रै जाने हो होइन बाटो यस्तो छ देख्न सक्नुहुन्छ पछाडि बसेर जानुहुन्थ्यो के अरे पछाडि बस्न चाहिँ एकदम मजा आउँछ तर रातिको बेला एक्लै चाहिँ पछाडि बस्दिनँ म किनकि जङ्गलको बाटो जाने डर लाग्छ मलाई त्यही हो अब चाहिँ हजुरलाई मैले अहिले के कस्तो हुन्छ भिडियोमा देखाइ नै हाल्नेछु बोल्ला बोल्लै मेरो चाहिँ लास्टै जिब्रो लटपत्तिन्छ हेर्नु साथीहरू माइन्ड नगर्नु होला कति जिब्रो लटपत्तेको नाटक गरेको क्या अहिले भन्ने पनि लाग्छ होला हजुरहरूलाई तर मेरो कसम चाहिँ साँच्चैको जिब्रो लटपत्तेर म चाहिँ पाइते बोल्छु बेला बेलामा हामी चाहिँ रगिनीदेखि तल झऱ्यौँ जङ्गलको बाटो स्टार्ट भयो यहाँदेखि खोला जाने कस्तो राम्रो देख्छ आकाश देख्न सक्नुहुन्छ तपाईँहरू अब जङ्गलको बाटो जानु म देख्छु अहिले पुरा काँक्राहरू काटेर त्यो देखेर उनीहरूमा केही नै देखिँदैन सक्दैन छ ड्राइभर चाहिँ हाम्रो ड्याडी हुनुहुन्छ ड्राइभर म माइलो मोटर चलाउँदै हाम्रो ड्याडी ह्यान्डसम देखिनु भएछ चाहिँ पनेरोमा त झन् हाम्रो ड्याडी ह्यान्डसमै हुनुहुन्छ है ड्याडी अलिअलि कालो ल हामी चाहिँ तोरो खोला पुग्यौँ भर्खरै सानो होटले हुन्छ खै छोटो त उही जान्छ क्या जानु चाहिँ हामी आइपुग्यौँ है अनि चाहिँ हाम्रो मामा घर नमस्ते मामा नमस्ते दाइ नमस्ते छामा नमस्ते मामा हाम्रो युपीको लाउने मामाजी हामी चाहिँ अब लाग्यो तोरी खोलादेखि यहाँ हुनुहुन्छ हाम्रो मामा बस्नुहोस् है ओए हुन्छ 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 ठिक छ ठिक छ हामी लाग्यौँ तोरी खोला गाउँ छोडेर बस्नु है मामा बाई 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 दाई बाई बाई मामा लाग्यौँ हामी हाम्रो गन्तव्यतिर हो माथि लाइट बोलेछ नि त्यहाँदेखि अझ उता जानुपर्छ हामी सबभन्दा टाढामा लाइट बाल्यो नमस्ते लगारमा ल राम्रोसँग जानु बुबु राम्रोसँग बस्नु तपाईँ तपाईँलाई देखाएको लाइट बालेको का साह्रो लगाउनु ल साथीहरू क्या सन्चै हुनुहुन्छ के अरे फेरि फेरि एकदम हामी लाग्यो साथीहरू यहाँदेखि अब सिधै घरमा गएर भेट्छु हजुरहरूलाई राम्रो चिज भन्ने छौ नि तिमीले यो रक्सी खाऊ बरु
डिस्कस हुँदैछ कोक र रक्सीमा डिफ्रेन्ट पेट र ऊ खाने मान्छेलाई यस्तो लाग्छ त्यो जहिले नै अझ हामी नि रक्सी खानेमा हामीले नि रक्सी खाने मान्छेलाई यस्तो लाग्छ नि हामीलाई मात्रै थाहा छ कस्तो लाग्छ यहाँ चाहिँ अब हाम्रो सुकेटी लगभग रेडी हुन लागिसक्यो अब यस्तो पो हुँदो रहेछ है सुकेपछि त हेर त अरू भिडियो चाहिँ मैले खिच्न पाएन किनकि हाम्रो मामालाई धेरै भिडियो गराएको मन पर्दैन क्या हो सो यही हो भिडियो चाहिँ छोटो मिठो भने जस्तै साथीहरू